आज हामी खेतमा फापर खेल्नको लागि आएका छौँ। दिनमा चाहिँ फापर चढ्ने भएर बिहानमा शीत हुन्छ, त्यसैले बच्चाहरूको पनि स्कुल बिदा अनि बच्चाहरू पनि लिएर आएको। यिनीहरूले पनि काम सिक्न हुन्छ भन्ने तरिकाले हामी चाहिँ आज फापर खेल्न आएका छौँ। हामीसँगै हाम्रो कुकुर रक पनि आएको छ। के गरेको सानो? फापर फापरको के खान्छ? फापरलाई पिसेर रोटी खान्छन्, ढिँडो खान्छन्। अन्डा र घिउ राख्ने नि सेलरोटी कस्ता राम्रो हुन्छन्। नि सकिन्छ ड्युटीले सकिएला है। तिमीलाई दुईवटालाई पनि त मुठा घाँस काटेर बनाइदिन्छ नि त। उसाल्नु है हजुरले फापर हाल्नु। मैले गरेर दिनु भन्दै भन्दै भन्दैन। लिन भनेपछि ल पल्टाइस अब साह्रो बस्ने त नानी। सकिन्छ छकाम कि छकाम दिनम सकिन्छ त्यति त। ल तु ल ल्याउनु सन ढल ढल भारी ढल माथ हुन लाग्यो। ए मम्मी मलाई त छोटो बनाइदिनु छ मम्मी। ल निला लाली गुडी भयो अगाडि हेर्दा अघि हेर्दा कति गर्नुहुन्छ ल यहाँ माथिसम्म आउनु। यसलाई हो त्यसरी ल नाम ल छोटो भयो। ल तिमीले पनि बोक त म त नाम ल तिम्रो सानो ल ल्याउ गई यो पहिला अले त आऊ कति हो यसरी घुम्ने ल उठाउ
उठाए आमा उठा ल ल मन ल्याउँछ अहिले अर्को फेरि त्यस्तो त यहाँको ल यिन होइन आस्ते आस्ते जहाँ पाउँछ उहीँ राखेको अहिले सजिलो हुन्छ हामीलाई छोटो छ कि छोटो हुन्छ कि लामो अलि यता सोझो बस्नु भारी एकतिर छन् मुन्छे एकतिर बस्छन् भयो बोकाइदिउँ राम्रो छोटो भयो ल्याउनु गुच्चाउनु त लोटियार किन्नु जानेको त अब ढिला सामान हुन्छ ल गुचाउनु अलिक गुचाउनु अलिक गुचाउनु अर्को बारी यहाँ गुल्ट्यो है अर्को बारी यहाँ